यत्र ब्रह्मचार्य लोकं पुण्य प्रदेशं एकस्य साग्निः ओम स्वाहा यत्र संग बालस संसारका तात्तन लोकं पुण्य प्रदेशं एकस्य विद्यते ओम स्वाहा। ल आफ्नो स्थानमा गएर बस्नु। बटुको माता पिता आउनु होला। गुरु आउनु आउनु माता र पिता मात्रै अरू होइन। कस्तो छ रे गणेशले हातमा परेको चाहिँ एकचोटि गरेर नपरेकोलाई फेरि गर्नु है त। टाइपलामा हाल्नु होला है, फेरि अर्कोचोटि म फेरि पर्छु। त्यो सेवन गर्नुपर्छ। त्यहाँ दुनामा दही राखिदिनु भएको होला। यो चाहिँ ओप्सानी हाल्ने पनि भन्छ। अब हिजो अस्ति चाहिँ अगाडि राखेर कुरुकुरु खाइन्थ्यो भने घुमाइदिनु। यानी काहीँ पानी जन्मान्तर किसान छ पानी सर्वाङ्ग सन्तु प्रचुराम पदे पदे भुइँमा राखिदिनुहोस्। दाहिने हातको साइली औँलाले बाहिर 6 चोटि चढाइदिनुहोस्। त्यो गाईलाई चोटकै बाहिर 6 चोटि चढाइदिनुहोस्। ओम भूपतय स भुवनपतय स भूताम्बदे स भूतनाथ चित्राय स चित्रदुतय स सर्वभूतेभ्यः स्वाहा। अब त्यो गाईलाई खानुहोस्। दाहिने हातले खानुहोस् है। कसैको देब्रे हातले खाने बानी छ भने आजबाट देब्रे हातले खानु हुँदैन है। दाहिने हातले खानुहोस् त्यसलाई। त्यो गाईलाई दाहिने हातले खानुहोस्। भुइँमा राख्नुहोस्। अब आज हामीले मन्त्र सुनाएको छौँ। त्यो मन्त्र घरमा गएर कण्ठ गर्ने है। त्यसलाई चाहिँ बनाउने 108 चोटि अथवा 10 चोटि जप्ने। 108 चोटि जप्दाखेरि माला रुद्राक्ष मालाले जप्ने र 10 चोटि जप्दाखेरि चाहिँ हामीले लगाएको जनालाई यसो हातमा राखेर 10 चोटि हातैले गर्न सकिन्छ। र अब त्यो पनि सम्भव भएन भने त्यो मन्त्रलाई कण्ठ गरिराखेर चाहिँ यहाँले अब कतै धार्मिक स्थलतिर अथवा पूजा मन्दिरतिर जाँदाखेरि गायत्री मन्त्रलाई चाहिँ अब ठुलो स्वरले उच्चारण गर्नु हुँदैन। मनमा नै यहाँले आँखा चिम्लेर आउनुहोस्। बटुकाहरू पूजाको थाली लिएर आउनुहोस्। जनै बोक्न दिएको थियो त्यो जनैलाई हातमा दिनु होला। बटुको त्यो थाली राखेर जानुहोस्। यहीँ राखेर थालीलाई त्यो भुइँमा राख्नु जानु। अघिको बाँकी जनै हातमा लिनुहोस्। त्यो बाँकी जनेलाई फुकाएर हातमा दिनु होला बटुकलाई। यज्ञोपवीतं परमं पवित्रं प्रजापतिरे सहजं पुरस्तात् आयुष्यमग्नं प्रतिमन्त्र शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः। त्यो सँगै बनाउनुहोस्। त्यो जनालाई अहिलेको शिखा बराबर बनाउनुहोस् एकै ठाउँ। अब त कुसको औँठी फुकालेर हातमा राख्नुहोस्। एउटा पैसा पनि राख्नु। पैसा कति माग्छ भन्नुहुन्छ होला अन्तिम है। नाम के रे तिम्रो? अमिषा। अमिषा गर्भाष्टमी बापी व्रतमन यदि कृता मातरम पितरम न त गतो देशान्तरम सितः। वशिष्ठ भन्नुहुन्छ गर्भदेखि 8 वर्षदेखि चाहिँ हाम्रो व्रतबन्ध गर्न उत्तम हुन्छ भन्नु छ है। हामीले व्रतबन्ध कहिलेबाट चाहिँ सुरु गर्ने भन्दाखेरि हाम्रो हिसाबले 7 वर्षबाट चाहिँ माथि जुराएर व्रतबन्ध गर्नुपर्छ। र चाहिँ वशिष्ठले भन्नुभएको चाहिँ 8 वर्ष भनेको चाहिँ हाम्रो गर्भको 1 वर्ष गर्भमा रहेको 1 वर्ष गर्दाखेरि हाम्रो हिसाबले चाहिँ 7 वर्ष भयो। 7 वर्षदेखि माथि चाहिँ व्रतबन्ध गर्नुपर्छ। र बटुक भन्नुहुन्छ अब म व्रतबन्ध गरेँ, अब म धेरै पढ्नुपर्छ, विद्या हासिल गर्नको लागि चाहिँ म परदेशतिर जान्छु, धेरै टाढा जान्छु, धेरै पढेर चाहिँ म फर्किन्छु भनेर बटुक भन्नुहुन्छ। र माता भन्नुहुन्छ हे बाबु छोरा नजाऊ, मेरो चाहिँ वृद्ध अवस्था हुँदैछ, तिमीले चाहिँ मेरो पालन पोषण गर्नुपर्छ, तिमी गयो भने हाम्रो हालत चाहिँ के होला, तिमी नजाऊ भनेर माता भन्नुहुन्छ। र पिता पनि भन्नुहुन्छ बाबु नजाऊ, बाहिर चाहिँ धेरै डर हुन्छ, कन्दमूल खाएर रहनु पर्छ, कहिले भूमिमा सुत्नु पर्छ, वन जङ्गलमा पनि हिँड्नु पर्छ, चोरहरूको त्यसै गरेर चाहिँ वन्य जन्तुहरूको डर हुन्छ। पढ्नको लागि हामीले घरमै बसेर पनि घरको नजिकै पनि पढ्न सकिन्छ, धेरै टाढा नजाऊ भनेर चाहिँ पिता भन्नुहुन्छ। बटुक चाहिँ जिद्दी गर्दै एकचोटि उठेर ध्यान दिएर सुन्नु होला एकैछिन। उठेर चाहिँ अब पढ्न जान्छु भनेर जानुहुन्छ। अब कहाँ जाने त भन्दा हाम्रो यहाँ गुरु हुनुहुन्छ। ए गुरु
हाम्रो गुरु हुनुहुन्छ नि, हाम्रो गुरुले बाहिर मन्दिर लानुहुन्छ, मन्दिरसँगै जाने, मामा हुनुहुन्छ भने मामा जानु प्रत्यक्षको साथमा, मामा हुनुहुन्न भने एकजना साथ लागेर जानु है त, ल जानु। म चाहिँ अब देशान्तर लाग्नेछ छिटो घुमेर आइज, दर्शन गरेर घुमेर आइज। जा जा अगाडि जा, अगाडि जा, जा अगाडि जा। भाइ सुन्नु न, हिजो बेलुका हिजो फोन आएको थियो, लाग्छ 2 थियो, यो कुन चाहिँ मैले व्रत बन्द पनि सक्यो, मन्दिर पनि मामाले नि पकडेर ल्यायो। यो छ भान्जोई। समाते हैन, म भाग्यो त्यही पनि पछाडिबाट आएको, म बिस्तारै हिँड्दा भाग्नु भ्यायो, भागा त छु तर मामा। ल अब कपडा चेन्ज हुने कार्यक्रम भइछ। कपडा पनि कति भित्र कोच्या हो, सबैले ल्याएर भ्याइसके। ठुलो हजुरबाबुको खुट्टे हेरेको नाङ्गै त्यो पनि त लाउनु पाएको थिएन, कस्तो टाक लाग्यो। बाजेलाई त किताबमा लगाइदियो। ल केटोला बेहुला भइहाल्यो यहाँ, कोटप्याट ढल्काएर। जुत्ता खोइ त होइन नि, ठुलो भयो रे, सुनिलले भने ठुलो भयो रे। व्रत बन्द पनि सक्यो अब है। यहाँ के खोज्दैछन्। सन लगा नि चप्पल, चप्पल लगा। यो पर्छ रहेछ, हाम्रो पर्छ। हुन्छ
अलिक 2-3 जना हुन्छ उता हात पानीको कसको फोन ल गाइस यति नै भिडियो है अब एकचोटि भेट्नुपर्छ हाम्रो कत्त बन्ड सिलु भाग्यो गर्छ कहाँ भाग्यो यो कति उमेर पुगेर अब कति उमेर पुगेर कति पुगिस् त 11 ल बाई गरिदिए त उता बाई गरिदिनु पर्यो